केही फन्टुस पत्रकार मिडिया र झोलेहरूले सुदन गुरुङको राजीनामा मागिरहँदाखेरि यो कुरालाई एकदमै सिरियसली लिएर सुदन गुरुङले आज राजीनामा दिनुभएको छ। साँच्चै नै यो कुराले मलाई एकदमै दुखित तुल्याएको छ। साथीहरू, तपाईँहरूले सुदन गुरुङको राजीनामालाई कसरी लिनुभएको छ? के साँच्चै सुदन गुरुङले राजीनामा दिनु नै पर्ने थियो या दिनुपर्ने थिएन? राजीनामा दिएर आफ्नो छानबिनको मार्ग खुला गरिरहँदाखेरि यो कुरालाई तपाईँहरूले कसरी लिनुभएको छ? कमेन्ट गर्नु है त साथीहरू। सुकुम्बासी बस्तीमाथि डोजर चलेको कुरालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसरी क्रिटिसाइज गरेका छन्। एकैछिन यो भिडियो हेर्नु है त। सुकुम्बासी बस्तीमा चाहिँ डोजर चल्यो भने म चाहिँ चिन्ता लिनु पर्दैन, म छाती थाप्न अगाडि आउँछु भन्नुभएको थियो। कहिले जाने? अब यस्तो छ, हामीले सरकारले केन्द्रीय सरकारको त्यस्तो निर्णय भएको मलाई थाहा भएको छैन। हामीले चाहिँ विस्थापित होइन व्यवस्थित गर्ने भनेका छौँ। सरकारको त्यही नीति अन्तर्गत छ। अब स्थानीय सरकारहरूले कहीँ कतै त्यस्तो गरेको भन्ने सुनिएको छ। स्थानीय सरकारको फेरि जिम्मेवारी त फरक पनि छ नि त। स्थानीय सरकारले गरेका कहीँ काममा भएको कुरालाई तपाईँले सोध्नु भएको होला। केन्द्रीय सरकारले चाहिँ आफ्नो नीतिमा हामी अडिग छौँ, म आफ्नो नीतिमा अडिग नै छु।